तपाईलाई छपिया खबर टिभीको स्ट्रेट फरवर्डमा स्वागत छ। म अब यो दुईटा मान्छेलाई हामीहरू जिताएर कुर्सीमाथि बसाले छौँ, यिनीहरूलाई हेर्नै पर्छ, जसरी पनि हेर्नै पर्छ। मेरो गाउँपालिका मिलके इतना छोट के रास्ता नहीं बना पावा था। कोई तकलीफ वाली बात नहीं बा। सिद्धनाथ यादव कहाँदेखि आउँदै हुनुहुन्छ? कै साल से कहते हैं सो बनिए सो बनिए सो बनिए। सियारी 4 देखि आउँदै हुनुहुन्छ भने त्यहाँ सुरुदेखि अहिले यहाँसम्मको बाटो कस्तो छ? बाटो एकदम खत्म छ। एकदम खत्म छ है। अनि चाची आपका बाटो कैसन लागत है? खराब लागत और कैसन लागत? बहुत खराब बा। रोड के बारे में बताइए। खराब बने रोड एकदम खत्म। यहाँ के जौन गाँव पालिका जैसा आपके का कहना माया देवी गाँव पालिका भी ई रोड में पड़ला, सियारी गाँव पालिका भी पड़ला, तो प्रधान लोग के आप का कहे चाहते? यो बाटो जस्तो लाए ना बाटो जस्तो लागेन है। बाटो के भन्ने उहाँ कमिसनको लागि 50 मिटर 100 मिटर गर्नुहुन्छ। तपाईलाई छपिया खबर टिभीको स्ट्रेट फरवर्डमा स्वागत छ। म तुलसीराम यादव। आज हामी छपियादेखि सुरु हुँदै बेथरीसम्म पुग्ने सडक खण्डमा आइपुगेका छौँ। यो सडकको अवस्था हेर्नुहुन्छ भने तपाईँ आफैलाई दुःख लाग्छ, पीडा लाग्छ। यहाँको चाहिँ यो रोडको अवस्था तपाईँले मायादेवी गाउँपालिका र सियारी गाउँपालिकालाई बर्डर बनेर पनि हामीले मान्न सक्छौँ, तर दुईवटा गाउँपालिकाले मिलेर चाहिँ यसलाई व्यवस्थापन गर्न सकेको छैन। व्यवस्थापन गरे पनि 50 मिटर 100 मिटर पिच बनाइदिन्छ, त्यो पनि केही दिनमा भत्केर टुटेर फुटेर जान्छ। अझ यसमा के कुरा पनि आइरहेछ भने यो बाटो चौडा हुन्छ, यो बाटोलाई अझै व्यवस्थित गरिन्छ भनेर चाहिँ यसलाई रोकिएछ। तर रोक्ने अवस्था कहिलेसम्म? जब मान्छेहरूलाई अहिले यत्रो दिनदेखि आवत जावतमा गाह्रो परेको परै छ। कतिपयको एक्सिडेन्ट हुन्छ, टेम्पोहरू पनि कति पल्टिन्छन् भन्ने कुरा पनि आएको छ। अझ तपाईँको छपियादेखि आउने कतिपय मान्छेहरूको चाहिँ के अवस्था छ भने यो छपियादेखि सुरु हुँदै गरेको बाटोलाई छोडेर, यो बाटोको अवस्थालाई छोडेर त्यो मान्छेहरू चाहिँ तपाईँको हर्नैया गाउँपालिकाको बाटो भएर उता भगदरीबाट चाहिँ आउने जाने काम पनि गर्छन्। तर यहाँको दुवै गाउँपालिकाले यसबारे केही राम्रो चाहिँ कुराहरू, केही राम्रो कामहरू देखाउन सकेको छैन। जस्तै अब कुनै पनि तपाईँको सरकारको काम भयो भने, सरकारको स्थिति भयो भने सरकारलाई आफ्नो चाहिँ राज्यको कर छौँ। तपाईँको नाम? मेरो नाम सर विजय कुमार यादव हो। यो हामीले यो रोडको अवस्थालाई चाहिँ आज देखाउन कोसिस गरेका छौँ। अब यो रोडको अवस्था कस्तो छ, तपाईँको आफ्नो राय सुझाव के छ? अब अवस्था के छ तपाईँको अगाडि नै छ, बाटो खाल्टो खुल्टो भएको छ हैन। अब हामी सोचे स्थानीय सरकार हुन्छ, हाम्रो बाटोघाटो राम्रो हुन्छ भनेर हामी सोच राखेको थियौँ, तर स्थानीय सरकार भएपछि झन्नै बाटो हाम्रो खराब हुँदै गइरहेको छ। हामीलाई धेरै अप्ठ्यारो समस्या छ। यदि हामी गाडी घरबाट निकाल्दाखेरि बाटोमा आउँदाखेरि पुरा हिलो भइहाल्छ। अब यो सब स्थानीय सरकारको गल्ती हो कि प्रदेश सरकारको, केन्द्र सरकारको, कुन सरकारको गल्ती हो? यहाँ ध्यान उहाँले गर्नुभएको छैन। कम्तीमा हाम्रो यो बाटोघाटोको सुधार गर्न पर्छ। अब गएको 6 महिना पहिला यही मैथावलदेखि कम्ती मैथावल चोकमा उहाँले 50 मिटर जति त्यो कालोपत्र गर्नुभएको थियो, त्यो पनि भत्कन सुरु भएको छ। अब त्यो के भन्ने उहाँ कमिसनको लागि 50 मिटर 100 मिटर गर्नुहुन्छ कि के को लागि गर्नुहुन्छ? कम्तीमा कुनै पनि काम गर्दाखेरि पूर्ण रूपले गर्नुपर्छ सर। अब उहाँहरूले गर्दाखेरि आधा 50 मिटर यता गर्छन्, 50 मिटर उता गर्छन्, बिचमा सब फाटफुट छ। अब तपाईँहरू अगाडि यही हेर्नुहोस्, यहाँदेखि अब बेलबाँसको बाटो यही छ। बेलबाँसको बाटो जुन छ त्यो कति राम्रो छ। त्यहाँबाट घुमेर जाने बाटो छपिया, सिधै छपियासम्म हामी सर मेन बाटो 10 मिनटमा पुग्ने बाटो हामीलाई 1 घन्टा लागेछ। त्यो पनि राम्रोसँग यही कपडा हामी लगाएर हिँड्यो भने बाटोमा त्यो गाडीले त्यो पानी फोहोर फालेर पुरा मैलो बनाइदिएछ। हामीलाई धेरै समस्या छ, हामी धेरै पीडित छौँ। कसलाई भन्ने कसलाई नभन्ने हामीहरूले केही बुझ्कै छैन, कसलाई भन्ने कसलाई नभन्ने। अब हजुरहरूको अगाडि यही छ सर। अब हजुरहरू अब मिडियाबाट कहाँसम्म पुर्याउनुहुन्छ, कसलाई जानकारी गराउनुहुन्छ, यति
अनि अनि यो बाटो चाहिँ तपाईँको छोडेर यो भागदरी हर्नैया गाउँपालिकाको बाटो भएर पनि मान्छे आउने जाने हामीले सुनेको सर, छौँ, अब त्यो सही हो? अब सर समस्या अब परेको हुनाले अब त्यो तपाईँको हरसुरी चौकदेखि तपाईँको त्यो गाउँपालिकादेखि घुम्दै सियारी गाउँपालिकादेखि घुम्दै त्यो मेन रोड यो बेलबाँसको जुन बाटो छ त्यसमा आएर मिलेछ त्यो बाटो एकदमै छोडिदिएछ मान्छेहरू। यहाँ एकजना पिकर यो- यो- एकजना पिकर पनि आएको छ, उहाँसँग पनि हामी कुराकानी पनि गर्छौँ। यो यो बाटोको अवस्थालाई तपाईँले कसरी हेर्नु भएको छ? एकदम बिग्रेको छ कि छैन? गाह्रो भइरहेछ चलाउन? एकदम गाह्रो छ है। अनि तपाईँले सरकारले के भन्न चाहनुहुन्छ? कसरी कहिलेसम्म यो के गरिदिने सरकारले? छिटो बनाइदिनु पर्छ है। अनि अनि यो बाटो कहिलेकाहीँ तपाईँहरू छोडेर त्यो गाउँपालिकाको बाटोबाट पनि भएर आउनुहुन्छ है? ल हस्, धन्यवाद। चाची, आपका ये बाटो कैसन लागत है? खराब लागत और कैसन लागत? बहुत खराब बा। रोड के बारे में एकदम खराब बा, नहीं? रोड एकदम खराब। यहाँ के जौन गाँव पालिका जैसा आपके का कहना माया देवी गाँव पालिका भी ई रोड में पड़ाला, सियारी गाँव पालिका भी पड़ाला, तो प्रधान लोग के आप का कहे चाल जाता है? अब इनके बनवावे का कहा जाए? ये कुल काले की गुजरता पर के बनाना तो कहा जाता है, लेकिन बनवावे नहीं परल। बनवाए पर बना धरे बना जे चीज गइल बाटे का करी? बना कुछ पैसा धरे ना बना के बनवावे। समस्या होता व्यापारी में आपका नाम? यो बाटोको अवस्थालाई तपाईँले कसरी हेर्नु भएको छ? यो बाटोको अवस्था त हेर्दाखेरि त के यो बाटो जस्तो त लागेन, बाटो जस्तो लागेन है? त्यो त बाटो जस्तो त लागेन। एकदम गाह्रो छ है। गाह्रो के गाह्रोको दिनदिनै यस्तै हो बाटो। अनि यो बाटो यही मात्रै बिग्रेको हो कि छपियादेखि आउँदाखेरि अब पुरै यहाँ भन्ने हो भने यहाँ यो चौकदेखि छपियासम्म त हिँड्न लागेको छ। सुरुदेखि लागेको छ। अनि जस्तै अब यो बाटो आउँदाखेरि कहिलेकाहीँ तपाईँले सियारी गाउँपालिकाको बाटो भएर पनि आउनुहुन्छ? आउनै पर्छ, के गर्ने? बाटोको अवस्था यस्तो छ भने कसरी यहाँदेखि मैले अब फेरि उता पर्सादेखि आउन पर्छ, अमुवादेखि आउन पर्छ, गाह्रो छ है। गाह्रो छ, गाडी मोटर हिँड्नै सकिन्न यहाँ। अनि जस्तै यहाँको चाहिँ अब जस्तै मानौँ न यो बाटो चाहिँ गाउँपालिका भन्ने हो भने त मायादेवी पनि पर्छ, सियारी पनि पर्छ, दुइटैलाई छोएछ भने दुइटै गाउँपालिकाले मिलेर यसलाई व्यवस्थापन अब यसो छ, दुइटै गाउँपालिकाको जनप्रतिनिधिहरूले यो बाटोले हेर्नै पर्छ। उहाँहरूले पनि यो बाटो हिँड्ने नै हो, बाटो हिँड्ने नै बाटो हिँड्ने नै हो, तर उहाँहरूको के छ विचार कस्तो छ के बुझ्नै गाह्रो भएको छ कि हामी जनताहरूलाई। बुझ्नै गाह्रो हुन्छ है। गर्ने हो कि गर्ने होइन, उहाँहरूको विचारमा के छ? स्थानीय सरकारले गरिदिने हो कि प्रदेश सरकारले गर्ने, उहाँहरूको केही नीति नियम यसो लागू हुने हो कि होइन, कि सूचना प्रकाशन गर्ने हो, हामीले गरिदिने हो कि प्रदेश सरकारले गर्ने हो? हमने तो केही बुझ्नै सकेको छैन। आपका नाम? सिद्धनाथ यादव। कहाँदेखि आउँदै हुनुहुन्छ? सियारी 4देखि। सियारी 4देखि आउँदै हुनुहुन्छ भने त्यहाँ सुरुदेखि अहिले यहाँसम्मको बाटो कस्तो छ? बाटो एकदम खतम छ। एकदम खतम छ है। अनि यसको लागि चाहिँ जस्तै मानव मायादेवी गाउँपालिका पनि पर्छ, सियारी गाउँपालिका पनि पर्छ। अब गाउँपालिकाहरूलाई चाहिँ के गरिदिनु पर्छ? बनाउन पर्यो। अहिले उतादेखि आउँदाखेरि गाह्रो भयो। अनि कहिलेकाहीँ तपाईँ पनि यो बाटो छोडेर यो गाउँपालिकाको बाटो भएर जाने आउने काम गर्नुहुन्छ? खराब भएपछि जानु पर्छ। हजुरको नाम? सुभान अली, मायादेवी 2। मायादेवी 2। अच्छा, ये बतावल जाए जैसे छपिया से लेके यहाँ तक रे पूरा रास्ता एकदम खराब हो गइल बा, एकरे बारे में आपके राय का बा? बहुत खराब हो गई बा। रात बिरात एक्सीडेंट कितना हो जाला यही रोड पे। एक्सीडेंट हो हाँ, खड्डा में ले गिर जाते। और जैसे आप ये समझल जाए जैसे दो ठो गाँव पालिका मिलके इतना छोट के रास्ता नहीं बना पावा था, ये तकलीफ वाली बात नहीं बा। दो गाँव पालिका के न बना पाओ तो तकलीफ वाली बात बा। तकलीफ वाली बात बा। जनता के टाइम ना छोड़ दे हमें अपने काम के मारे कि आराम रही, सुकून रही, देखभाल करिए, का दुख बा का तकलीफ बा, कुछ देखभाल करे वाला क्यों नहीं बा। आपके शुभ नाम? मिठू हरिजन, आपके ठिकाना? चंगठा सियारी में। अब जैसे ये रोड के अवस्था एकदम गंभीर हो गई बा, आप एक कौन तरीका से देखल जाता है? बाबू ये रोड लगभग आज आपके हो जाता बा लगभग 8-10 साल
8-10 साल 8-10 साल से ए पर केहू की निगाह नहीं पड़ता जौन की ई मेन रोड हो बेथरी देखी छपिया सम्मा सबै ठाउँमा सब फुटेर भत्के छ बारिशको पानी बाटोमा खाल्टोमा गए छैन बाटैमा छ यस्तो समस्या भएछ र मान्छे कतिजना लोड्दैछन् कसैको खुट्टा भाँच्दैछ कसैको हात भाँच्दैछ 2-3 जना त मरिसकेछन् पल्टेर मरिसकेका मेरो आफ्नै छोरी त्यहाँ सुक्रौरीको चौकमा त्यहाँ बसबाट पल्ट्यो मेडिकलमा कति 1.5-2 लाख रुपियाँ लगिसक्यो यस्तो समस्या छ यो बाटोमा अब हामी गरिब मान्छे कहाँबाट हेर्नुहोस् विद्युतको टाइमदेखि 1 दिनपछि अगाडि गयो भने त्यसको जुर्माना ठोकिदिन्छन् सरकारले लाइन काट्दिन्छ र लाइन काट्दिन्छन् 3 महिना बितिकै लाइन काट्दिन्छन् अब जनता माथि कति पीर छ हेर्नुहोस् त तपाईँहरू कर उठाउँछन् यसको बाटोको कर उठाउँछन् मान्छेहरू त्यहाँ कर नाग्यो भने त्यो कर डबल ट्रिपल गरिदिन्छन् अब भन्नुहोस् यो बाटो कर दिन लायक छ जस्तै तपाईँ हेर्नुहोस् त यो बाटो कस्तो छ हजुरको भनाइको अर्थ जस्तै अब सरकार राज्यले चाहिँ आफ्नो लिनुपर्ने ठाउँमा जस्तै लिँदैछ बिजुलीको बिल तिर्न पर्यो बाइकको लाइसेन्स उयो बिलको चाहिँ एक सुका पनि छोडे छैन एक सुका छोड्दैन डबल लिँदैछन् तर यहाँ हामीले बुझाए पनि यो बाटो बने छैन मान्छे कसरी आउँछन् जान्छन् कसैको सानो व्यापारी छ त्यो मोटरसाइकलमा साइकलमा हिँड्ने त्यो बेचारा तरकारी ल्याएर त्यही पल्टिहाल्छ त्यसको कति नोक्सान हुन्छ अब तपाईँले चाहिँ यहाँको समस्या धेरै छ कि यहाँ दुईटै गाउँपालिकाको अध्यक्षहरूलाई के भन्न चाहनुहुन्छ अब यो दुईटा मान्छेलाई हामीहरू जिताएर कुर्सीमाथि बसाले छौँ यिनीहरूलाई हेर्नै पर्छ जसरी पनि हेर्नै पर्छ मेरो त भनाइ यही छ है अहिले कुनमा पढ्दै हुनुहुन्छ 11 क्लास अनि यो बाटोको अवस्थालाई तपाईँले कसरी देख्नु भएको छ यो बाटो बिग्रेको छ यो बाटो चाहिँ एकदमै खतम छ बिग्रिएको छ हामीले चाहिँ बुझिँदै यो बाटो अनि यो बाटोबाट चाहिँ हाम्रो साइकलको कति समस्या भइरहेछ साइकलमा जानु पनि गाह्रो हुन्छ है हजुर प्रति साइकल एक दिनमा बिग्रिहाल्छ अनि यो बाटो चाहिँ एकदमै दुर्घटना हुने सम्भावना पनि यो बाटोमै छ अनि कतिचोटि हामी पाल्टी पनि सकेका छौँ हजुर अनि तपाईँहरूको पनि त्यही हो यहाँ गाडी जाँदाखेरि हामी पहिला हिँड्दाखेरि पनि